सम्पूर्णमा नमस्कार। जो अहिले युट्युब च्यानल हेरेर बस्दै हुनुहुन्छ हाम्रो सुरेश गुरुङको अनि सम्पूर्ण दर्शकहरूलाई हार्दिक नमस्कार गर्न चाहन्छु। म अनिल घिमिरे र यसै समयमा आज लालीगुराँस रेस्टुरेन्ट लिजबनमा चाहिँ एउटा साङ्गीतिक कार्यक्रम भएको थियो। जस्तै त्यो कार्यक्रमको नाम रहेको थियो लालीगुराँस विशेष साङ्गीतिक साँझ भनेर। अनि यस कार्यक्रममा चाहिँ हाम्रो प्रमुख अतिथि कलाकार भूमिका शाहजी आउनु भएको थियो आज। अनि उहाँले भव्य रमाइलो गर्नुभयो, हामीले नि इन्जोय गऱ्यौँ र हामी उहाँसँग एउटा सानो कुराकानी गर्दैछौँ। तपाईँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। हजुरलाई कस्तो लाग्यो? बब्बाल। कति भयो पोर्चुगल आउनुभएको? म भयो 20 दिन। 20 दिन भयो है। अनि पोर्चुगलमै बस्ने सोच्नुभएको छ? होइन, यो कुरा चाहिँ नसोच, म बस्दिनँ नि। कस्तो लाग्यो भनेपछि पोर्चुगल मन पऱ्यो नि क्या तपाईँलाई? पोर्चुगल त मन पर्यो। अब युरोपको सबभन्दा बेस्ट ठाउँ लाग्यो। वेदरदेखि लिएर हरेक कुराहरू यहाँको चाहिँ मन पर्यो। तर बस्ने भनेर विषयमा चाहिँ हामी त यहीँ बस्नु, यहीँ रमाइलो गरौँ भनेर हजुरलाई जानै दिन्नौ जस्तो भइरहेछ। मलाई सबैजनाले बस्नु, यहीँ बस्नु भन्नुभएको पनि छ। तर म चाहिँ बस्दिनँ, किनभने अब सकभर इलिगल हिसाबले नबसौँ होइन। अनि अर्को कुरो, अब यसरी घुम्न हिँड्न पाइराखिया, भेट्न पाइराखिया, अनि किन बस्नु पर्यो भन्ने कुरा हो। हजुर। अनि हजुरलाई यो अब 20 दिन भयो हजुर आउनुभएको है। अब हजुर सङ्गीत क्षेत्रमा एकदम अब्बल हुनुहुँदैछ। आज हामीले हजुरको प्रस्तुतिहरू हेऱ्यौँ। अनि अब अगाडि चाहिँ के गर्ने सोच गर्दै हुनुहुन्छ, अथवा कुनै एल्बमहरू अथवा पोर्चुगलमा कुनै सुटिङ केही कुराहरू दर्शकहरूले पाउनुहुन्छ नयाँ कोसेली तपाईँको तर्फबाट? अब पोर्चुगलमा सुटिङ गर्ने भन्ने त अब यहाँनिर सबै कुरो मिल्न पर्यो, मिलाउनु पर्यो होइन। अब यहाँको कस्ट पनि धेरै लाग्छ होला। गीतहरू त मेरो छ, मेरो पप गीत पनि छ, अनि त्यसपछि कौडा गीत पनि छ। सम्भवतः मैले नेपाल गएर सुटिङ गर्छु होला। अब यहाँ चाहिँ अलि गाह्रै होला कि भन्ने कुरा हो। अब सबै कुरो त्यही पैसा त हो होइन। अब म फेरि आफ्नो उसमा रमाउने मान्छे, त्यही भएर अब सबैलाई यस्तो गर्दैछ न भन्न पनि गाह्रो। कसैले ल है म यति गरिदिन्छु भनेर भयो भने चाहिँ त्यो छुट्टै कुरा छ। तर आफैले गर्ने भएपछि नेपालै गएर गरौँ, अलिक सस्तो पर्छ। त्यही हुन्छ। हजुरलाई धेरै धेरै धन्यवाद छ। अनि मैले चाहिँ सोध्न खोजेको, अनि अरू कन्ट्रीहरूमा कन्सर्ट अथवा प्रोग्राम गर्नुभयो कि नै? गरेँ मैले। सुरुमा नर्वेमा गरेँ, अनि त्यसपछि डेनमार्क गरेँ, अनि यहीँ पोर्चुगलमा पनि लमजुङ समाजकोमा गरेँ, अनि आज यहाँ गरेँ। यही हो। र अनि अरू कन्ट्रीहरू छन्, माल्टाहरू छन्, जस्तै बेल्जियमहरू छन्। अब त्यता पनि अब कलाकारहरू खोज्दै हुनुहुन्छ होला, अथवा कार्यक्रमहरू राख्नुभयो र तपाईँलाई सम्झिनु भयो भने तपाईँ जानुहुन्छ? सम्झे त जाने हो नि। हाम्रो पेसै त्यही होइन, सम्झे त जाने हो। सायद अब कुरा त चलिरहेछ, उहाँ रेस्टुरेन्ट ओपनिङ यताउति भन्दै एकछिन त, तर फिक्स चाहिँ भएको छैन। अब यदि अब उहाँहरूले चाहेदेखि भूमिका शाहको प्रस्तुति र उहाँको एउटा भनौँ न अहिलेको परिवेशमा कस्तो खालको गायिका हो, के हो भनेर बुझ्नको लागि नि उहाँहरूले एकचोटि मलाई सुन्न सक्नुहुनेछ। उहाँलाई इच्छा लाग्यो भने, प्रोग्राम गर्न मन लाग्यो भने मेरो फेसबुकबाटै उहाँहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। भूमिका शाह छ। त्यही हो, कार्यक्रम गर्न आएको गर्नै पर्यो। हुन्छ। अनि म चाहिँ पर्सनल्ली नि भन्न चाहन्छु, जति पनि अर्गनाइजरहरू हुनुहुन्छ हाम्रो युरोपभरिमा हुनुहुन्छ, उहाँहरूलाई पर्सनल्ली रिक्वेस्ट के गर्न चाहन्छु भने भूमिकाजीले चाहिँ एकदम राम्रो पर्फर्मेन्स दिनुहुन्छ, अथवा उहाँ एकदम अब्बल कलाकार हो है। म यो चाहिँ भन्न चाहन्छु। उहाँ तपाईँहरूले सम्झिन सक्नुहुन्छ भूमिकाजीलाई। धन्यवाद, यति भनिदिनु भयो। अब मेरो आजको प्रस्तुति देखेर मूल्याङ्कन गर्नुभएको होला, पक्कै पनि धन्यवाद छ हजुरलाई। अरूले पनि मन पराउनु भयो भने बोलाउनु होला, बनाउन सक्नुहुन्छ। हुन्छ। अनि अब तपाईँले अब यहाँसम्म आइपुग्नु भयो पोर्चुगलमा होइन। अनि आज हामीले लालीगुराँसमा चाहिँ यो कार्यक्रम गऱ्यौँ। सबैजना आउनुभयो, नाच्नुभयो, झुम्नुभयो, रमाइलो गर्नुभयो। र तपाईँलाई लालीगुराँसमा आउँदाखेरि कस्तो लाग्यो, लालीगुराँसको बारेमा के भन्न चाहनुहुन्छ, लालीगुराँस रेस्टुरेन्टको बारेमा हाम्रो दर्शकहरूलाई? लालीगुराँस भन्ने बित्तिकै एउटा नेपालीपन, नेपाली मन त्यसैभित्र घुसेको छ। किनकि लालीगुराँस अब हाम्रो राष्ट्रिय फुल पनि हो होइन। त्यस कारणले गर्दाखेरि चाहिँ यो त्यसैमा आफ्नो एउटा छुट्टै पहिचान छ। र पनि यहाँभित्रको त्यो भन्दै गर्दा पनि अब यहाँको माहौल, यहाँको खानपिन मलाई चाहिँ एकदम बेस्ट लाग्यो। मैले आउने बित्तिकै खाजा सेट खाएको थिएँ, साह्रै मिठो लाग्यो मलाई। अहिलेसम्म खाएको ठाउँभरिको मिठो लाग्यो होइन। मैले कति ठाउँमा खाएँ, तर एकदम मन पर्यो खानाहरू। र आजको कार्यक्रम विशेष गरी एकदमै
मैले सोचेको थिइनँ क्या यस्तो होला भनेको होइन, तर एकदमै राम्रो व्यक्तित्वहरू आउनुभयो, एकदमै यहाँको भनौँ जल्दो बल्दो व्यक्तित्वहरूको आउनुभयो। त्यही भएर उहाँहरूप्रति एकदमै हृदयदेखि नै सम्मान गर्न चाहन्छु र विशेष धन्यवाद चाहिँ हाम्रो यहाँको ओनर लालीगुराँस रेस्टुरेन्टको ओनर ठ्याक्कै मेरो अगाडि पनि आइसिन्छ, उहाँलाई सुरेश सरलाई एकदमै सल्युट गर्न चाहन्छु। मिठो खाना यसरी नै पस्किँदै राख्नु र बेला बेलामा यस्तै सांस्कृतिक आफ्नो नेपाली पहिचानलाई पनि यसरी नै साथ लिएर जानु होला भन्न चाहन्छु। हुन्छ, पक्कै पनि। अरू के भन्न चाहनुहुन्छ हाम्रो भिडियो हेरेर बस्नुहुने दर्शकहरूलाई? धन्यवाद। म गायिका भूमिका शाह, अहिले यतिखेर म युरोप टुरमा छु अनि अहिले ठ्याक्कै भन्नुपर्दा युरोपबाट पनि यता के अरे युरोप टुर गर्दा गर्दै पोर्चुगल आएको छु। पोर्चुगलमा अब 2टा प्रोग्राम भइसक्यो र अझै पनि मेरो प्रोग्राम मैले गाएको होइन प्रस्तुति हेर्न चाहनुहुन्छ भने हजुरहरूले सम्झिन सक्नुहुनेछ। यही उस मार्फत पनि उहाँहरूलाई पनि थाहा हुन्छ है, कन्ट्याक्ट गर्न सक्नुहुन्छ र मेरो फेसबुकबाट पनि मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। एकचोटि हेर्नु होला है त। हस् त, धन्यवाद, नमस्कार। थ्याङ्क यू सो मच। हुन्छ, सम्पूर्ण भिडियो हेरेर बस्नुहुने हाम्रा दर्शक महानुभावहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला र भूमिकाजीको बारेमा अरू कुराहरू पनि जान्न चाहनुहुन्छ, युरोपभरिमा कतै पनि तपाईँहरूले कन्सर्ट अथवा कुनै कार्यक्रमहरू गर्न चाहनुहुन्छ भने हामीलाई सम्झाउन सक्नुहुन्छ। र भूमिकाजीको पनि पर्सनल्ली फेसबुक च्यानल छ होइन? फेसबुक छ, हजुर। फेसबुकमा चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद, नमस्कार।